Subscribe to my channel. हामी आज चाहिँ पिकनिकमा छौं। मुसिकोट नगरपालिका छ, वाचिटीको पिकनिक कार्यक्रम छ शनिबारको दिन। आजको दिनलाई चाहिँ विशेष बनाउने हिसाबले चाहिँ हाम्रो वाचिटी वासीहरू पिकनिकको लागि सबै जम्मा भइसकेका छौं र कतिपय चाहिँ जम्मा हुन बाँकी छ र सुरु भइसकेको छ। यति बेला हाम्रो स्टुडियोको घडीमा 11:15 भएको छ र खाना कसैले पनि नखाएको अवस्था छ। अब चाहिँ हामी सबै यही तयारीका साथ खाने। खोलाको छेउमा निकै रमाइलो छ र मेरो भिडियोको अन्तिमसम्म सँगै रहनु होला। के छ बबाल? ठिक छ? भाँडा माझ्दै हो। सबै राजाहरू छन् यहाँ। र फ्रेममा दिपक सर र हेरा दाई आफ्नो काममा व्यस्त। कस्तो रमाइलो छ? एकदम अति रमाइलो भएको छ। रमाइलो छ हैन? अझ रमाइलो हुन बाँकी छ हैन? त्यही त। ल दिपक सर मजासँगै सपिङमा व्यस्त हुनुहुन्छ। हेरा दाई चाहिँ गफ गरेर सपोर्ट गर्दै हुनुहुन्छ हैन? हजुर च्याम्म छोड्दै हुन्छ के यो त? च्याप्प छोड्दै हुन्छ अहिले। च्याप्पै हुन्छ। हो र? तेरी अनि रामु दाई के छ खबर? ठिक छ दाई? ठिक छ। ल रामु दाई पनि हामी सँगै हुनुहुन्छ है। अलि छ्याक्क राम्रो बनाउनु है। र हामी पिकनिकको कार्यक्रममै छौँ। रमाइलो भइरहेछ। रुद्र दाई के छ? ठिक छ, रमाइलो छ, हुँदैछ भनौँ न होइन? अब चाहिँ कुकिङ सुरु भइसकेको छ हाम्रो। लगभग हामी सबै जसो जम्मा भइसकेका छौँ र पकाउने कार्यक्रम, काट्ने कार्यक्रम सुरु भइसकेको छ र रमाइलो भइरहेको छ। वाचिटी वासीहरू अलमोस्ट सबै जसो हामी यहाँ पिकनिक कार्यक्रममा उपस्थित भएका छौँ। वाचिटी नजिकै बगरमा काट्नमा चाहिँ हाम्रो रामबहादुर विष्ट सर र चन्द्र सर निकै व्यस्त हुनुहुन्छ अघिदेखि र मजासँग राम्रो राम्रो पिस बनाएर काट्नु भएको छ। रमाइलो सुरु भइरहेको छ। खाने पिउने रमाइलो कार्यक्रम सुरु भइरहेको छ। भिडियोसँगै रहनु होला। दाइ के छ खबर? कस्तो भइरहेछ? कस्तो भइरहेछ? राम्रै छ है? सबै हुनुहुन्छ? हेमराज दाई कस्तो भइरहेछ? रमाइलो भइरहेछ होइन? हजुर हजुर। निकै खटिनु भएको छ दिपक सर, बिहानदेखि हो निकै खटिनु भएको छ। हेमराज दाई पनि हामी सँगै हुनुहुन्छ र वाचिटीवासीहरू हामी अलमोस्ट सबै जम्मा भइरहेका छौँ यहाँनिर। निकै नै रमाइलो भइरहेको छ। आफ्नो काममा व्यस्त हुनुहुन्छ सबैजना। कोअर्डिनेसन यो हो नि त तरिका होइन? कोअर्डिनेसन यो हो नि। यता मासु कटिङ हुँदैछ। रमाइलो छ, रमाइलो। अब यो भुट्टाको तयारी है ल गाइज। अब भुट्टाको तयारी ल नाचो नाचो। Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn।
हाम्रो त सकाली चाहिँ हुन्छ कि यिनीहरूको नकली अनि सर कस्तो लाग्यो हाम्रो आजको पिकनिक तपाईहरुलाई? मलाई सबभन्दा चाहिँ गौरवको कुरो के लागेको छ भने मुसिकोट नगरपालिका अन्तर्गत भाटीदीमा बसोबास गर्ने साथीहरू धेरै टाढादेखि चाहिँ आउनुभएको छ। कोही बोलसुनदेखि चाहिँ, कोही अर्लङगढदेखि चाहिँ होइन, कोही हाम्रो सचिन सर अर्लङगढदेखि हामी चाहिँ नजिकै चाहिँ भयो। तर यस्तो रमाइलो पिकनिक चाहिँ धेरैचोटि चाहिँ गयो, तर आज चाहिँ धेरै रमाइलो। आजदेखि मलाई टुरिस्ट बस्नु बोल्दै हो, आजदेखि टुरिस्ट बस्नु बोल्दै हो पोखराको बजारमा पुलिसको ड्युटी, पोखराको बजारमा पुलिसको ड्युटी, छोरी हेर्न गएको मान्छे हैन के पाएको छ यहाँ? वाउ 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 वाउ, यो सेकेन्ड राउन्डको लागि हो का साथी? हो सेकेन्ड राउन्डको लागि। वाउ दामी ल। सक्यो सेकेन्ड राउन्ड स्पेशल पिकनिक टाइप।
ल दामी दामी ल दामी 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 मार दामी ल दामी दामी फास्ट 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 छिटो पाक्दैन यो धनी त्यो लोके गाईको नाम धनी थियो त्यसले चुहाइले खुट्टामा बाँधिदिएर ल छोपा केटा भन्यो लोकेर मसिनो थियो पेपेर बनाइदियो भनेर लगेर गएको थियो त्यो छोप्न लगाइदियो फट्टै उडायो फट्टै उडायो पालतिर गएर अहिले फेसबुकमा पनि अहिले महिलालाई चाहिँ त्यो चिलले चाहिँ यसरी उडाएको देखायो नि होइन होला हुनसक्छ त्यो सिनो खान लागेको बेला सट्टै उडायो त्यो उसले माछा मैले काटेर हाम्रो मैले एआईले गरौँ कि भन्ने हो अहिलेको निषेध गर्न लागिरहेको छ चिल्ले उडाउने गाडी चल्ने प्लेन चल्ने तपाईँले फालो कुरो क्या रेलले कुरो भन्ने खाँदा रेल कुरो हो रेल कुरो भन्दा चिलले बढ्दा यस यही नै थियो हाम्रो 2082 सालको पिकनिक। मेरो भिडियोको अन्तिम समयसम्म रहेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र आउँदा भिडियोहरूमा अवश्य पनि भेट हुनेछ। नमस्ते।